के तपाईँको श्रीमतीले तपाईँलाई अथवा तपाईँलाई सेक्स गर्न मन लागेको बेला नदिएर तनावमा हुनुहुन्छ? यदि त्यसो हो भने तपाईँ सोही भिडियोमा आउनुभएको छ। हेर्नुहोस्, कतिपय जोडीहरूको के हुन्छ भने श्रीमतीलाई खेल्न मन लाग्यो भने श्रीमानले वास्ता नगर्ने र श्रीमानलाई खेल्न मन लाग्यो भने श्रीमतीले वास्ता नगर्ने, यस्तो धेरै पनि पाइएको छ। के तपाईँहरू त्यस्तो भएको छ तपाईँहरूलाई पनि? यदि त्यस्तो छ भने अथवा तपाईँको श्रीमतीले तपाईँलाई चाहेको बेलामा, तपाईँले चाहेको बेलामा अथवा तपाईँले खोजेको बेलामा यौन सम्पर्क गर्न दिँदैनन् त? त्यसको लागि के गर्ने? तपाईँले भनेकै बेला उनलाई तयार पार्नको लागि तपाईँले यस्ता कुराहरू गर्नुपर्छ अथवा यस्तो कार्यहरू गर्नुपर्छ। अनि मात्रै तपाईँको श्रीमतीले जति बेला भन्यो त्यति बेला ल्वात्त खोलिदिएर दिन सक्छिन्। नमस्ते, जेएनजेएनपी युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवानरूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै मौसम परिवर्तन हुँदैछ, ठन्डी सिजन आउँदैछ, आफ्नो शरीरको ख्याल गर्नुहोस्। स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो, स्वास्थ्य नै धन हो, यो तपाईँलाई सबैलाई थाहा भएको कुरा भन्दै ढिलो नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ, तपाईँको श्रीमतीले तपाईँलाई भनेको बेला यौन सम्पर्क गर्न दिँदैन। यो धेरैको भएको छ। आफूले चाहेको बेलामा उनले नदिने र उनले चाहेको बेलामा आफूले नगर्ने, यस्तो प्रायः जस्तो जोडीमा हुने गर्दछ। यदि तपाईँले चाहेको बेलामा उनलाई जतिखेर भने त्यतिखेर राजी अथवा तयार कसरी पार्ने? सबैभन्दा के गर्नुहोस् भनेपछि तपाईँले आफ्नो श्रीमतीको तारिफ गर्नुहोस्, वर्णन गर्नुहोस्, उनको शरीरको बारेमा विभिन्न किसिमका वर्णनहरू गर्नुहोस्, कुराकानी गरिदिनुहोस्, उनलाई राम्रोसँग उस्काउनुहोस्, फुस्काउनुहोस्, कुनै पनि किसिमका तारिफहरू गरिदिनुहोस्। शरीरको तारिफ गरिदिनुहोस्, आँखाको, नाकको, कानको तारिफ गरिदिनुहोस्, वर्णन गरिदिनुहोस्। तिमी जस्तो राम्रो कोही छैन यो संसारमा, तिम्रा बुवा आमाले त जन्माएकै हुन्, मेरो लागि नै जन्माइदिनु भएको रहेछ। तिमी नभइदिएको भए म कस्तो हुन्थेँ होला, अथवा तिमी नभइदिए भए अरू कस्तो पर्थ्यो होला। तिमी यति सुन्दर, यति राम्रो, यस्तो सहनशील, यस्तो इमान्दारिता, यस्तो बुझ्ने, यस्तो बुझकारी, यस्ता यस्ता किसिमका विभिन्न किसिमका तारिफहरू गरिदिनुहोस् प्रत्येक दिन बिहान उठ्ने बेला, बेलुकी सुत्ने बेलामा। यस्ता किसिमका तारिफहरू गरिदिनु भयो भने उनलाई लाग्छ मेरो श्रीमान मदेखि खुसी हुनुहुन्छ र मैले श्रीमानलाई पनि हर रोज खुसी बनाउनु पर्दछ भन्ने उनको दिमागमा अथवा मन मस्तिष्कमा घुस्ने गर्दछ। कहिले पनि नरिसाउनुहोस् आफ्नो श्रीमतीसँग। उनको शरीरको तारिफ गरिदिनुहोस्। तिम्रो कस्तो कोला फिगर, कस्तो मिलेको जिउडाल, यस्तो जिउडाल भएको छोरी पाउने बुवा आमालाई त मान्नै पर्छ। कस्तो समयमै फुर्सद नै बनाइदिनु भएको रहेछ। यावत कुराहरूको तारिफ गरिदिनुहोस्। यस्तो गरिदिनु भयो भने उनले पनि यो सोच्नेछिन् कि मेरो श्रीमान साह्रै ज्ञानी हुनुहुन्छ, उहाँले भनेको कुराहरू मैले मान्नुपर्छ भनेर पनि उनले जतिखेर भने त्यतिखेर रेडी। र यसको साथसाथै फेरि अर्को रहेको छ, आफ्नो श्रीमतीले भनेको कुराहरू कहिले पनि नाइ नभन्नुहोस्। उनले जे भन्छन् त्यो कुराहरू सबै पुऱ्याइदिनुहोस्, हाँसी खुसी पुऱ्याइदिनुहोस्। कहिले पनि श्रीमतीले भनेको कुराहरू नकाट्नुहोस्, जवाफ नदिनुहोस्, नफर्काउनुहोस्। उनले जे भन्छन् त्यही मान्दै जानुहोस्, उनलाई सबै कुरा पुऱ्याइदिनुहोस्। यस्तो गरिदिनु भयो भने पनि उनले सोच्नेछिन् मेरो श्रीमानले जे भने त्यो पुऱ्याइदिनु भएको छ, सुख शैलीमा राख्नुभएको छ, आफूले दुःख कष्ट सङ्घर्ष गरेर भए पनि मलाई खुसी राख्नुभएको छ, सधैँ सुखी र खुसी राख्नुभएको छ। र उहाँले भनेको कुराहरू, उहाँले भनेको इच्छा चाहनाहरू पनि मैले पुरा गरिदिनु पर्नेछ भनेर पहिले नै सोच्नेछिन्। यस्ता किसिमका कार्य तपाईँले गर्नुभयो, उनले भनेको कुराहरू सधैँ मान्दै जानुभयो, कहिले पनि रिसाउनु भएन, चर्किनु भएन, झर्किनु भएन र उनलाई सधैँ राम्रो नजरले हेर्नुभयो, सधैँ हाँसी खुसी भएर बोल्नुभयो र उनले भनेका कुराहरू सबै मान्दै जानुभयो। तपाईँ कतै काममा जाँदाखेरि पनि समयमै जानुभयो, समयमै आउनुभयो भने उनले पनि सोच्नेछिन् कि मेरो बुढा त स्वर्गको परी नै हो अथवा मेरो बुढा स्वर्गको मुटुको टुक्रा नै हो। यस्तो बुढा त मैले कहिले पनि पाउनै छैन। जे भने त्यही मान्नुहुन्छ, जे भने त्यही गर्नुहुन्छ र उहाँको लागि पनि मैले अथवा उहाँले भनेको कुराहरू मैले नकार्नुहुन्न, स्वीकार्नुपर्छ सहजै भनेर उनले नचाहँदै अथवा मन नहुँदै पनि तपाईँलाई उनले मस्त तरिकाले जति बेला भने त्यति बेला थाप्दिनेछिन्। तर के हो, धेरैको के हुन्छ भनेपछि आफ्नो श्रीमतीले भनेको बेला कहिले पनि नदिने। त्यस्तो भयो भने के हुन्छ, कल हुन्छ, झगडा हुन्छ, झाम्टो हुन्छ, इधर हुन्छ उधर हुन्छ। त्यस्तो धेरैको छ।
बुझ्नेहरूले त्यस्तो कहिले पनि गर्दैन, तर नबुझ्ने जो अबुझकी छ त्यस्तोहरूको सधैँ त्यस्तो हुने पनि गर्दछ। श्रीमानलाई गर्नु मन लाग्यो भने श्रीमती रिसाउने झर्किने ब्याग हुन्छ, काम नपाएको केही काम छैन त्यहीमा मात्रै ध्यान छ भन्ने पनि हुन्छ। फेरि श्रीमतीलाई मन लाग्यो भने श्रीमतीले म त आज श्रीमतीलाई मन लाग्यो भने श्रीमानले म त आज थाकेको छु, काम नपाएकी देशभरि घरमा बसिसे पल्टिसे, काम छैन केही छैन, मोबाइल खेलाइसे यिनीहरू गरेर सिउरेसे अहिले चाहिएछ, त्यस्तो नि हुन्छ। त्यही भएर स्याउर म के भन्छु भनेपछि श्रीमान र श्रीमती घरको परिवार सबै बिजी रहनुहोस्, के काममा व्यस्त हुनुहोस्, सानोतिनो काम गर्दै जानुहोस्, यत्तिकै फाल्टु नबस्नुहोस्। काममा बिजी भइयो भने माइन्ड फ्रेस हुन्छ। यत्तिकै बसियो भने यो शैतानी दिमागमा हरेक किसिमका कुराहरू, तनावहरू, कोही सही कुराहरू, कोही राम्रो कुरा पनि आउन सक्छ, कोही नराम्रो कुरा पनि आउन सक्छ। त्यसैले मान्छेलाई अथवा मानव जीवनमा के हुनुपर्दछ भने व्यस्तता, एकदम व्यस्त चाहिँ हुनुपर्छ। कार्यव्यस्ततामा भयो भने दिमागभरि त्यो काममै हुन्छ, बाहिरहरू नराम्रो कुराहरू सोच्न इधर उधर टाइम हुँदैन। त्यसैले म के भन्छु भने पहिलो प्रथम त तपाईँहरू काममा बिजी हुनुहोस्। तपाईँ हुनुहुन्छ, तपाईँको श्रीमती हुनुहुन्छ, यति फाल्टु नभन्नुहोस्, सानोतिनो केही न केही काम गर्नुहोस्। यस्तो गरियो भने शरीर पनि फुर्तिलो हुने, जोसिलो हुने, माइन्ड पनि फुर्तिलो हुने, जोसिलो हुने। यस्तो भयो भने खुसी पनि भइन्छ, सुखी पनि भइन्छ, त्यो भन्छु। त्यसैले मान्छे भइसकेपछि काममा बिजी चाहिँ हुनुपर्दछ, बेकाइम भएर बस्नु हुँदैन, केही न केही काम गर्नु नै पर्छ। र आजको विषयवस्तु थियो, कुरो त कता मोडिएर कता गयो यस्तै हो, बुझ्दै जानु होला। आजको विषयवस्तु थियो तपाईँको श्रीमतीले तपाईँलाई भनेको बेला यौन सम्पर्क त सेक्स गर्न दिँदैन भने त्यस्तो अवस्थामा के गर्ने भन्ने विषयमा त्यही हो। उनको शरीरको विभिन्न किसिमको ठाउँहरूको भ्रमण गरिदिनुहोस्, उनलाई उस्काउनुहोस्, सधैँ तारिफ गरिदिनुहोस्, उनले भनेको कुराहरू मानिदिनुहोस्, जे भन्छन् त्यो पुऱ्याइदिनुहोस्। अनि यसो गरेर हेर्नुहोस् त कसो उनले नमान्ने, 100% मान्ने छिन्। अब उनले एकतिर भन्छन्, तपाईँ एकतिर हिँड्नुहुन्छ, तालपरि 24 घन्टा जाडको हैटामा डुब्नुहुन्छ, उनले भनेको कुराहरू केही मान्नुहुन्न, उल्टै गाली गर्नुहुन्छ। अनि त्यस्तो अवस्थामा कहाँबाट उनले भन्नेवाला दिन सक्छन् त। त्यसैले भनेको बेलामा पाउने हो भने उनलाई एनी टाइम खुसी राख्न सक्नुपर्दछ भन्दै मानव यौन जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरा यस्ता खालका भिडियोहरू मन पर्छ भने मेरो यस च्यानल अर्थात् JNJNP युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। यस्तै मानव यौन जीवनसँग अथवा यौन सम्बन्धका बारेमा कुनै समस्याहरू सिर्जना भएका छन् अनि तपाईँलाई त्यस्तो लाग्छ भने केही कमेन्ट मार्फत भन्न सक्नुहुनेछ र पर्सनल फेसबुक मार्फत अथवा जिमेल आइडी मार्फत पनि केही कुराहरू भन्न सक्नुहुनेछ। त्यसको समस्याको समाधान लिएर म आउने कोसिस गर्नेछु। र धेरैजनाहरूले भिडियोहरू हेर्नुभएको छ, मन पराइदिनु भएको छ, खुसी लागेको छ, तर सब्सक्राइब चाहिँ कम भइराखेको छ। प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला, ताकि आगामी दिनहरूमा यस्तै खालको भिडियोहरू हजुर अपलोड गर्दा हजुरको मोबाइलको नोटिफिकेसनमा पहिले नै पुग्नेछ र तपाईँले हेर्न सक्नुहुनेछ, बुझ्न सक्नुहुनेछ, ज्ञान लिन सक्नुहुनेछ भन्दै फेरि अर्को भिडियोमा अथवा अर्को भिडियोमा म हजुरहरूसँग आउने बाचा गर्दै अथवा भेट हुने छ भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते, धन्यवाद।